खै काका 20 रुपैयाँ पाम त छैन 20 रुपैयाँ दिन न के गर्नु 20 रुपैयाँ पैसा नभएर आफूले कोटी टनाउँछ यार भोला खानु छ के 20 रुपैयाँ दिन न त्यही पनि त बौलाले के चाहियो 20 रुपैयाँ दिन न दिनु छैन 20 रुपैयाँ आफूले कस्तो तनाव भयो त्यही बेला पैसा माग्न आउँछ त्यसो भए त धेरैसँग लागेको अन्टीलाई भनिदिन्छु ए काले त्यस्तो कुरा नगर बरु 20 को ठाउँमा म 50 रुपैयाँ दिन्छु तर यो अन्त्यले त्यो धेरै दिनसँग लागेको विषय चाहिँ नभन्छ है 50 रुपैयाँ पाम दिन न भन्दिन्न नि अनि ए रुक म इन्डिया गएन म कसरी लाग्यो त ढेडिन्छु त मैले पैसा फुट्काउनु थियो तपाईँ जेसुकै लाग्नु जेसुकै गर्नु मलाई के मतलब